हरियाणा भन्ने ठाउँमा बस्नुभयो। अनि उहाँले चाहिँ मलाई दिल्लीबाट तिहारको बेला लगेर जानुभयो। उहाँको चाहिँ साउ एकदम राम्रो। अनि उहाँले चाहिँ म बच्चासँग खेल्नुको लागि जान्छस्, म पढाउँछु अनि पैसा पनि दिन्छु भन्नुभयो। अनि झन् प्लेनमा चढाएर लाने त्यहाँ दिल्लीबाट मुम्बई। अनि त्यस्तो भनेपछि त अब कहिले होइन, म त एक्साइटमेन्ट भएँ। अनि जान्छु भने काम के हो भन्दा काम केही गर्नु नपर्ने, बच्चाको साथमा खेल्ने अनि आफूले पनि पढ्ने। अनि त्यसपछि लानुभयो। लगेपछि म गएँ, कहिल्यै प्लेन नचढेको होइन, 14-15 वर्ष थियो होला त्यत्रो, 13-14 वर्ष। अनि प्लेन देखेको पनि थिएन, चढेँ अनि गएपछि यत्रो बिल्डिङहरू देख्छु है। मुम्बई त दिल्लीमा त्यत्रो बिल्डिङ हुँदैन नि त, मुम्बईमा ठुल्ठुलो बिल्डिङ देख्यो। अनि चिनाहरू देश न कोही छ। त्यसपछि राम्रै गर्नुभयो उहाँ पनि, तर दुःख चाहिँ धेरै गर्थे। बिहान उठ्यो, खाना पकायो, खुवायो, फेरि क्लास गयो, आयो, यता त्यता दायाँ बायाँ।